छेत्रीको छोराले सुँगुरको मासु गम खाँदै एक युवक हुन्छ। मिस आई लभ यु भाउजूहरु सो यु गाइज वेलकम माई च्यानल। तपाईहरुलाई के छ सन्चै हुन्छ नि हैन। आजको ब्लग रहेको छ म चाहिँ आज कहाँ घुम्न गइरहेको छु। सबैजनाले अन्तिमसम्म भिडियो हेरेर साथ सपोर्ट दिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरेर बेल नोटिफिकेसनलाई पनि अलमा सेट गरिदिनु होला। भिडियो सुरु गरौँ है त, लेट्स गो। आजको मेरो ब्लगको सुरुवात हुन्छ केराबारीबाट र हाम्रोतिर पाउने चाहिँ धेरै चिजहरु छ, जस्तै कि यो अम्लिसो भयो र यो पर मेरो गाउँ हो र ऊ तल देख्नु भएको छ हैन, तम्मर हो है। यो चाहिँ तलको तम्मर छ है त, यहाँबाट छेलिरहेको छ र यो तलको दृश्य चाहिँ ढुकुरै पर्छ है, ढुकुरै पर्छ र म यतिखेर जोरसोर पर छु, देख्न सक्नुहुन्छ। म चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ म चाहिँ पार्टीमा गएको है त। आज पार्टी छ अरे क्या, यसो हाम्रो गाउँतिर हैन, डाँडा गाउँमा पार्टी छ अरे। पार्टी खान गएको सबैजना आएर पार्टी खाएर जाने होला है त। सबैले लाइक कमेन्ट चाहिँ गर्नु पर्यो है त। चाहिँ यता हाम्रो गाउँठाउँतिर चाहिँ यस्तो के भन्छ बाँझो बारी छ हैन, यो बेला चाहिँ यसो जोतेर राखिराख्ने हो, पछि हान्नुपर्छ, मकै हान्नुपर्छ, के छ के है। अहिले चाहिँ यस्तो बाँझो हुन्छ है त गाउँ। आमामामामामा काली, तिम्रो नाम के हो काली? के हो यिनीहरूको नाम गाइज? वाह, हे हेलो 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 मिस आई लभ यु। र म बाटोमा जाँदा जाँदै यहाँनिर चाहिँ सुन्तला यस्तो मजाले फलिरहेको रहेछ, मलाई पनि मन लाग्यो। गइदिउँ कि क्या चोरेर खान सुन्तला? सुन्तला चोरौ हजुर, सुन्तला चोर्दिम। उही म चाहिँ जे भए पनि हैन, जे भए पनि जस्तो भए पनि हैन, जस्तो जे भए पनि आफ्नै गाउँ आफ्नै ठाउँ प्यारो हुँदो रहेछ क्या। जस्तै नराम्रो भए पनि राम्रै लाग्दो रहेछ क्या है। तपाईँहरूलाई कस्तो लाग्छ? जाँदा जाँदै मैले बाटोमा चाहिँ यहाँ लेमन कागतीको बोट पनि देखिरहेको छु। यहाँ थोरै छैन कागती है। तपाईँहरूलाई पनि कागती कस्तो लाग्छ कमेन्ट गर्नु होला। यदि चाहिन्छ भने हामीलाई सम्पर्क गर्नु होला। केही समय हिँडे पछाडि मैले केही यहाँ तपाईँहरूलाई केही दृश्यहरू देखाउन गइरहेको छु र फाइनली म चाहिँ अब पुगिसक्न आँटेको छु। त्योभन्दा अगाडि चाहिँ एउटा सानो पिच देखाइदिउँ है त हाम्रो। लु साथीहरू, देख्नुभयो नि होइन यहाँको विकास पिच भएको छ गाइज, पिच भएको छ। कति वर्ष थाम्ने त्यो चाहिँ थाहा छैन, र पनि विकास चाहिँ भएकै छ है। ल अब अरू भिडियो हेर्नको लागि चाहिँ छिटो 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 भन्दा छिटो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। यहाँ तलबाट चाहिँ टिफर आइरहेको रहेछ होइन। टिफरको स्पिड चाहिँ यस्तो बबाल रह कि आइज ल आइसकेछ फाइनली है त। यहाँ टिफर पनि राम्रोसँग कुदिरहेको छ। यस्तो बबाल बाटोमा कुदिहाल्छ नि हो नि होइन त। फाइनली गाइज म चाहिँ यतिखेर डाँडा गाउँ प्रवेश गरिसकेको छु र अब के हुन्छ अझै भिडियो हेर्नको लागि चाहिँ अझै लाइकहरू गर्दै गर्नु होला है त। भन्न चाहन्छु कि यो कहाँ हो भनेर। यो चाहिँ डाँडा गाउँ, दुम्बैवा 3 मौवा 5 थर र जोरसलदेखि ठिक्क मासतिर पसलडाँड मुनि बिचमा ठ्याक्कै छ यो है त। सानो बस्ती भए पनि यहाँ चाहिँ मान्छे चाहिँ निकै सफा होइन मनको हुनुहुन्छ है त। यहाँ चाहिँ माङलाक चोक छ है त यो घरमा ठ्याक्क। र यतिखेर प्रत्यक्ष भिडियोमा छु। साथीहरू सबैजनाले के भन्छ लाइक कमेन्ट पनि गरिदिनु होला। र यस्तो दामी बाटो भइरहेको छ अहिले हाम्रो यो ठाउँमा चाहिँ, यस्तो बबाल चाहिँ हुनु पऱ्यो नि त। हेलो ल के छ बहिनी? तँलाई हेर्न आएको हो? के छ केटा हो? अनि आज के छ अरे भन त। कार्यक्रम हो? म पनि यसो पार्टीमा बोलाएको थिएँ र यसो पार्टी हान्न आएको। अब कहाँ हो? ए ल यो ठाउँ चाहिँ एकदम राम्रो छ, मान्छेहरू पनि एकदम राम्रो छन् है त। कतै नाटो हो दाइ? के काम छ दाइ? हो ल ओके, राम्रोसँग जानु होला। ल जोरसलतिर गइसक्नु भएको छ दाइहरू चाहिँ। अब यहाँ अन्तिम दाइ एकजना पैसा झर्छ।
मेरो त काम भएको बेला अर्को काम बेगर पनि आइपुग्यो हामीलाई के हुँदैछ यहाँ के हुँदैछ यहाँ के हुँदैछ यहाँ के हुँदैछ सक्यो क्या मासु त म आउँदाखेरि त ए ल हात धोएर आऊ एकछिन ल म पहिला भिडियो बनाइसक्छु सक्यो त नि सके पनि बालै भएन होइन गुङ्गुर कहाँ पालेछ त्यो ल ओ भाउजूहरू भाउजूहरू ल साथीहरू च्वाचे हानिँदैछ त आज अब पार्टी अरे होइन पार्टीमा च्वाचे हान्न आएको छौँ ए देख्न सक्नुहुन्छ अन्तिममा म आइछु क्या अलि ढिलो आएँ साह्रै मिठो रहेछ च्वाचे कसले पकाउनु भएको अब मान्छेले त पकाउनु पर्छ नि त आगोले चाहिँ पकाउनु भएन है साह्रै स्वादिलो रहेछ है त ल तपाईँहरूलाई पनि यस्तै यस्तै मासु खान मन लाग्छ भने चाहिँ भिडियोलाई लाइक कमेन्ट र फलो गर्नु नबिर्सिनु होला धन्यवाद।